स्वागत छ मेरो ब्लगमा। आज चाहिँ हामी जाँदै खोला Women. फन पार्कमा आएको छौँ। भन्नाले फन पार्क बनाएको छैन, फन पार्क बनाएको छैन भनेको छ। सो हेरौँ अहिले के बनिरहेछ भनेर। यो चाहिँ पिपलको बोट पहिलेदेखिको पुरानो जङ्गल जाने मान्छेहरूको लागि एउटा शीतल ठाउँ। फ्रेस हावा आउँछ, जसलाई फ्रेस हावा खान मन छ आएर खाँदा हुन्छ है। Oh my god! Wow! बेसी हो यहाँ त फेरि। A few moments later. कालो मान्छे भन् डढेर कालो भयो भने डढेर कालो भयो। Women. कसले हेर्छ मलाई? बल्ल बल्ल त अलिकति गोरो बाहु, बल्ल बल्ल त अलिकति गोरो बाहु। हेर्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो बर्थडे पार्क हो। जस्तै अब बच्चाहरूको लागि जन्मदिनको त्यो एउटा हुन्छ नि, के अरे के भन्छ अरे, हुन्छ नि के अरे के भन्छ के भन्छ चिनो 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 बच्चा। Wait a minute. चिनो 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 बर्थडे पार्क हाम्रो बच्चा बेलामा थिएन, अहिले त बेलामा थिएन। उयो चाहिँ हामीले रोपेको हो, उयो सुब्रियाको बर्थडेमा रोपेको। कस्तो मजाले भएछ है। कुन? अनि ए खुल्ला रहेछ त, अरू बेला चाबी लाग्थ्यो, यसपालि त खुल्ला रहेछ। One eternity later. के अरे नयाँ ठाउँ, अनि नयाँ ठाउँ नयाँ सहर नयाँ नयाँ मान्छेहरू जन्म भनेको त्यही त नि, एउटा जीवनदान हो। त्यही अनुसार यसको बारेमा भन्नु नि, बस्तीको बारेमा। तपाईँको फेरि कम तातो छ। होइन यसको बारेमा भनिदिउँ भने कि बारे के भन्नु यसको बारेमा? यसमा बस्नको लागि यस्तो अहिले नबस्नु, शीतल भएको बेला बस्नु, फेरि जान्छ। अहिले नबस्नु, शीतल भएको बेला बस्नु, फेरि जान्छ तपाईँको। बोट बिरुवा रोप्ने भनेको त यिनीहरूलाई नयाँ जीवनदान दिने पनि हो र आफ्नो एउटा बच्चा बेलाको उ त पनि हो, सपना सपना त्यो होइन। फेरि बिर्सेँ अनि यता चाहिँ हाम्रो अब चाँदी खोला, त्यहाँ ऊ चाहिँ नयाँ बनिरहेको हो। नयाँ बनिरहेको त त्यहाँ ट्याक्कै हिँडिरहेको त। हामी हेर्नुपर्छ, ए काहीँ घुम्न पाउँदैन। आज पनि 12 वर्षपछि निस्केको है हामीले। पैसा छैन, मान्छेहरू कहाँ जान्छन् पैसा हुनेहरू घुम्न, हामी ए खोला घुम्ने बस्ने खुट्टा दुखाउनलाई। यता चाहिँ फुलफुले छ, तल पनि गेट थियो, म त थाहा नै थिएन है। यता चाहिँ बरु अलि राम्रो राम्रो फुलहरू रहेछ क्या। सुकिसकेको फुल के अरे, सुकिसकेको फुललाई भिडियो नबनाए हुन्छ क्या। बोट त फाल्छ त तलतिर। 1 minute 37 seconds later. मान्छेलाई के राम्रो देख्नु हो त नि।
गोरो मान्छेलाई भए पो एउटा कति राम्रो रहेछ गोरी रहेछ सुहाउँछ भन्नु कालो मान्छेलाई जति पाउडर धसे पनि जति क्रिम धसे पनि गोरो हुँदा पानी पनि तातिसक्यो भाइ अनि हाम्रो त यहाँ गर्मी यति धेरै छ मैं पागल हूँ खुट्टा दुखेको खोलाको बारेमा खोलामा जाँदैछ भने न अब हामी तपाईँलाई हाम्रो यहाँ चारी खोलाको खोला देखाउँदैछौँ अलिक घामले गरेर आँखा हेर्न निमुनि भयो चिम्रा अच्छा ठीक है चिम्रा आँखा त्यसो नगर्नु नि मेरो त्यसो नगर्नु नि मेरो 12 seconds later. छाक होइन 4 छाक पुग्छ एउटा माछाले Nice. जाडो महिनामा झन् राम्रो तारा नि पनि हुन मजा आउँछ त पौडी पौडी खेलेको एउटा त्यो फुलले साथ नदिएको तिमीलाई थाहा छ भेगो त राम्रो छ तिमी भेगो त राम्रो छ तिमी डुब्दैन त्यो घोडा गोडासम्म क्या आपको गलतफहमी हो रहा है आपको गलतफहमी हो रहा है आपको गलतफहमी छ घोडा होला अर्काको छाता लिएर लग्यो भने लाँदैन हौ तिम्रो छाता त्यो कुहिएको छाता मेरो होइन अरूको मेरो होइन बिग्रे अरूकै भयो भने बोकेर यसो खोलाको बारेमा यसो बोलिदेऊ न खोलाको बारे अब खोला बगिरहन्छ जस यसलाई के छ भने पानी तताउनु पर्छ हिटरमा राख्नु पर्दैन होइन जाडो महिनामा फेरि फ्रिजमा राख्नु पर्दैन अच्छा ठीक है बालुवा चोर्न आउनुपर्छ के बालुवा यहाँ बालु रहेछ नि यो बालुवा चोर्न आउनुपर्छ ल हेर्नु गाइस बालुवाहरू बालुवाको खानी छ नि त भनिरहेछ मान्छेमा होइन नि भाग्यमा माया र माछासँगै नमिलेपछि यस्तो हुँदो रहेछ कति धेरै माछा 15 minutes later. हेर्न सक्नुहुन्छ हामी त चारी खोलाबाट आइसक्यौँ अब हामी चाहिँ अब घर जान थालेको अब बाटोभरि भिडियो बनाउन पनि सक्दैनौँ त्यही भएर हामी चाहिँ भ्लग यहीँ सघाउन थालेछौँ सकेसम्म हजुरहरूले हामीलाई सपोर्ट गरिदिनु होला साथ दिनु होला अनि लाइक गरिदिनु होला यदि हामीले के बिगाएर छ के कमी कमजोरी देख्नु भएको छ भने भनेर आफ्नै दाजुबहिनी दिदी बहिनी जसरी सपोर्ट गरिदिनु होला छोटो र मिठो
भ्लग लिएर आउनेछौँ। सबैलाई धन्यवाद मेरो लाइभ भ्लग हेरिदिनु भएकोमा। थ्याङ्क यू। लाइक पनि गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला। मिठो मिठो माया सबैजनालाई।